सस्ता जेब्रा छ नि यार त्यो उडिन्छ प्लास्टिक लिन्छ एमा नलग्ने अनि केमा लाग्ने के त एउटा ब्ल्याङ्केट केमा हाल के ब्ल्याङ्केट पका के त्यो यो यहाँ यस्तै राख्देऊ यो प्याकेट छ अनि यहाँ हाल न यो अहिले नलैजाउँ के ल त्यस्तो भए तिमीलाई बेथा लाग्यो त अनि त्यसै हो कि होइन कि अस्तिमा त्यसै हातमा अस्ति यस्तो भएको थिएन त अनि त्यसै भएको थिएन भने ल्याउँला त के भयो अटोमा लिने अटोमा ल्याउने होइन यार अहिले नलैजाउँ लाज आउनु पछि त लाज मानेर किन गरिदेऊ हस्पिटल तयारी छिटो इनको म अहिले मोबाइलबाट लिन्छु क्या ल होइन त्यो लैजाने के खाँदै गर्छ थर्मसमा हालेर भइगयो तातो ल ल रोक 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 त्यहाँ नचढ स्वेटर फेरि खाप्छु अहिले पछौरा ऊ त्यहाँ भान्सामा होला हजुर छिटो आउनु न तल रोकन रोकन टाउको निस्क्यो बाहिर हस्पिटल लग्दै गऱ्यो बहिनीले मलाई आज कस्तो गर्छ हेर्नुहोस् गाइस भक्क लग्न लागेछ म अब कस्तो हुन्छ बहिनीले मलाई गाली गर्दैछ गाइस हेर्नु न सानो तिमी बस हामी जान्छौँ है आन्टी के पाउँछ तिमीलाई के मनपर्छ भाइ मनपर्छ कि बहिनी भन त भाइ आन्टी के पाउने बहिनी के अरे ए भाइ ल ल ल भाइ ल्याएर आउँछौँ है हामी पछि मम्मीको मम्मीले गिलास ल्याउँदै हुनुहुन्छ गिलास हाल्नु उनीहरूले ल केटाकेटी राम्ररी हेरेर बस्नु होला हामी आउँछौँ अब केटाकेटी कता पर्छ गाइस हस्पिटलतिर अटो पनि आइसक्यो गाइस हेर्नु अब बहिनीलाई बग्दैछौँ बहिनी मेरो बहिनी हेर्नुहोस् गाइस आन्टी हेर्नु मेरो बहिनी बिचरा कति धगाएर दिदी यहाँ पैसा हेर्नुहोस् दैलेख बजारको जिपर्का अहिले हामी जिपर्कानिर रोकिएको छौँ एकछिनमा अब अगाडि निरन्तर बढ्छौँ पुलिसको गाडी बडा अब आन्टी आउनुभयो यस्तो हतारिँदै आइगयो आन्टी फेरि आइगयो लुक्या थियो फेरि आइगयो
लोड्दैन यता ऊ मेन साउजीलाई पनि देखाइदेऊ ल सीता म्याडम ओहो न कहाँ बिस्तारै झ्याङ्नु हस्पिटलको बस्छ एकछिन आधी घन्टा झन् मारहरूले ल्याउने अफिसमा 1 घन्टा बिना बाहिर आराम चाहिँ त्यसै कहाँ हुन्छ त्यस्तो आउने नै आउने यो उचाल्दै पछाडि गरौँ यहाँ सीताले भिडियो बनायो भने पौती लाग्छ हेर न फेरि अहिले यस्तो नभन्नु न कि पछि हामी यसरी गाथ्यौँ शर्मिलाको सन्चो फेरि आउँछ अहिले फेरि आउँछ कहाँमा छ आयो नै अरू त नै अस्तिको थाल खाना खान्थ्यो होइन गयो काटेर किन मलाई भाडा उडान जान्छु भनेको त अन्त हेर अन्त दुकान बाहिर राखेर आइदिए दुधै आज किनभने आज त्यही बेला खाना जाने न भयो घरमा मलाई यिनीहरूले राख्यो भने के थाहा पायो हामी कोही थिएन हामी मात्रै थियौँ लास्टमा खाना दिने मान्छे याद गर्दैनन् कति मिनटमा पुग्दो रहेछ खनालले त कहाँ त आउँदै पाएछ त तिनीहरूले नि कहिले खाना खाएर आउँछ भर्खर आएपछि के लाग्छ मलाई सकेर आएमा हो त यिनीको एसी देखेर दाम पढाएको जस्ता विषयमा जाने आमा के हो के जानु पर्यो त अनि मेरो छोरीको खालि ड्युटी हालिदिनु पर्छ जाने त हो त 500 दिन बल्ल बाटोले भगवानलाई लगेर कति चिट चोराउने भन्ने छैन क्या चिट चोराउने बिना कति विषयमा साइन्ससँग त भित्र भित्रै बिहा पनि लेख्न दिए साइन्समा पनि यति टाइट यति टाइट लाग्ने सम्भावना धेरै साइन्स लाग्ने सम्भावना अरू चाहिँ मेन सब्जेक्टमा त नेट नै फाल्दिन जस्तो गर्छ नि साइन्स चाहिँ एकदम टाइट के कति भरेपछि यिनीहरू कम्प्युटर इन्जिनियर भ्यू कति राम्रो आएको के सट्टाहरू गुवाहाटी रहेछन् के अब हेर्नुहोस् गाइस हाम्रो हस्पिटल पनि आइगयो दैलेखको जिल्ला ठुलो हस्पिटल हाम्रो दैलेखको एकदम ठुलो हस्पिटल कति मिनटमा आउँदो रहेछ भनेपछि हेर्नु होला अब आइसक्न लाग्यो युट्युबमा अब जे भयो नि अब सम्झना अन्ति अब सरिया गइहाल्छ हामीलाई त हेर्नुहोस् हाम्रो हस्पिटल आइसक्यो 5 मिनटमा आइहाल्दो रहेछ क्या
स्टार्ट भइसक्यो डेलिभरी हजुर भर्खर आउनु भयो कहाँदेखि आउनुभएको यहीँ बजारबाट कहाँबाट गस्थानबाट गोरस्थान बस्नुहुन्थ्यो बेथा लाग्यो होला टाढा चेक गरेँ कि भर्खर आउनु भर्खर आएको चेक गर्नु धार्मिक दिन सीता भलकमा देख्यो भलकमा देखाऊ कि सीतालाई भलकमा देखाउँछ गाली गर्नाले कस्तो पिरा भएको के अरे बल्ल सल्छ फेरि आउँछ अहिले कहाँबाट आउँछ कुन्नी ज्यानो पानी पनि खाने बहिनीले हामीले मन त अस्ति कि शनिबार पाल्ने कि अर्को शनिबार पाउने भनेको थिएँ खानु पनि भएन हेर्नु न बहिनी दिदी खाऊ खाएर क्या मैले दुईटा छोराछोरी बाँच्छु शान्त बेबी शान्त कुल्दा कुल मैले थाहा पनि पाउँछिन यस्तै भयो बेला मिनालाई मिल्नु भन्ने त्यही भएर लागेपछि ठिकै हुन्छ त्यो देखाउनु अब त पनि मिने जस्तो गरेको छ बेलुकी त पागेर आँखा लागेको थियो कोही बेला पनि हो खानै पर्यो हाम्रो टेबल यता होइन ठाडो मुखी होइन यस्तै बसेर गर्थेँ हिँड्दै गर्न अपरेसन गरेर हुन त कान्छी अपरेसन हामीले भने मान्छन् डक्टर गर्ने भए गरिदिन्थे हो हामीले भने मान्छे गर्ने गर्नै पर्ने भए त डक्टरले हामीले नाइ भने पनि गर्नुहुन्छ के डक्टर गरिदिन्छन् त उनीहरुको हातको कुरा त हामी डक्टर गइदिए
भन् त तैँले गर्छन् कि नै हामी ठुला कसले झुटो बोल्यो त्यसै काम नगरे पनि त कस्तो त हुन्छ अपरेसन गरे अपरेसन गर्न तँलाई राम्रो भयो हाय 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 हेर त्यहाँ कस्तो भने थाहा पाइस् बाहिर त्यसै केही भएन अपरेसन गर्ने कुरा नगर है कान्छी पानी बाबा फुटेर जन्मी जान्थ्यो त टिम्की पर्छ मामा उठ्ने हुन्न चुपचाप लागेर दाना मुन्टा पिस्लियो भने हुन्छ झर्छ त झर्छ न हो झर्लाको झरी गएर त आनन्द हो त सबभन्दा झरे ठिक हुन्थ्यो त बल गरिछेस् त अनि बल नगर अहिले भन्दा मान्छेस् र सास फेर बल जति अहिले निकाल पछि कसरी पाउने त
त भलै जाँदो रहेछ। कष्ट हो यो अन्तिम कष्ट हो निकाल्ने अरू केही गर्ने होइन यति अवदान हुँदैन नि धेरै भयो त हिँड्न नसक्ने हुन्छ काट्छु हुन्छ I'm sorry.